यसपालि त हिसाबै हेरेको छैन त मैले। के को हिसाब हो क्या? यो 10 दिनसम्मको हिसाब सुना त हेरौँ। तपाईँको पैसा मेन कुरा त तपाईँको पैसा चलाएको होइन, पसलकै पैसा हो। तै पनि के हिसाब हो त हेर्नु पर्यो नि, खर्च के कसो भइरहेछ। सुन्नु, भन। 1 गते बिहान दुध एउटा, पाउरोटी एउटा, लिपकेयर एउटा, अनि त्यस पछाडि दिउँसो के लिए भन्दा मैले साङ्ली मार्ने स्प्रे लिए, धनियाँ 1 प्याकेट लिए रोप्नलाई, अनि एउटा लिपस्टिक लिए, अनि त्यस पछाडि बेलुकातिर खाजा खान गएको थियौँ होइन, त्यहाँ मैले तिर्या हो। अनि त्यस पछाडि त्यहाँबाट फर्किँदाखेरि 2 दर्जन कि 3 दर्जन मैले चुडा किनेको थिएँ। ल भोलिपल्ट सुना अब। भोलिपल्ट सबै कुरा त याद हुँदैन बुढा होइन। चिनी सकेको थियो त्यो दिन, चिनी किने। त्यसपछि स्याम्पू सकेको थियो, स्याम्पू किने। अनि त्यस पछाडि अब त्यो 1-2 दिनको गर्दैन है, अहिलेसम्म के किने भन्छु। अनि त्यसो दाल सकेको थियो, दाल किने। एउटा कुरा मात्र सोधि, पालिस सकेको थियो, पालिस सके। मैले कुरा बुझिसकेँ, मैले ठ्याक्कै कुरा बुझिसकेँ। तेरो हिसाब के बुझ्यो? तेरो हिसाब मैले बुझिसकेँ। अब तैँले सिधा 1 गतेदेखि 10 गतेसम्म तँलाई मात्र के किनिस् त्यति भन्, अरू घर खर्च केही पनि सुनाउनु पर्दैन। मलाई मात्रै? तँलाई मात्र के किनिस् भन्। 1 गतेदेखि त्यो घर खर्च होइन, म घरमा बस्दिनँ, मेरो किनाइ चाहिँ घर खर्च होइन। भन्न सुना न, तेरो खर्च मात्र कति हुँदो रहेछ त्यो सुना न। तेरो सुना त। मैले किने मन चुरा 3 दर्जन, लिपस्टिकसम्म पुग्यो होइन, अनि पालिससम्म पुग्यो, अनि लिप केयरसम्म पुग्यो। अरू भन्। स्याम्पू पनि किनेको थिएँ। स्याम्पू अनि कन्डिसनर अनि त्यो ट्रिटमेन्ट क्रिम। त्यो नयाँ आइरन पनि देखाएको थिएँ मैले। त्यो चाहिँ आइरन त भित्र राखेको थियो, कसरी देख्यो? त्यो ड्रायर हो, ड्रायर बिग्रेको। अनि त्यसपछि त्यही हो, 1-2 जोरको कुर्ता किनेको थिएँ। अनि त्यस्तो त केही किन्दैन मैले। त्यो कानमा लाउने त्यो भर्खर देखाएको प्लास्टिकमा हालेको त्यो डेली युजको लागि भनेर 1-2टा कुण्डली टाइपको त्यस्तो किनेको थिएँ कि 3-4वटा, त्यति हो। अरू त केही किनेको छैन, 2-3टा चप्पल किने होला। अनि त्यसो बसेर घर खर्च चलाउँदै म गई भात खानु। म 10 दिनमा यार एउटा हुन्छ नि खर्च गर्ने यार। कपडा छैन तपाईँको? कपडा लाउनु पर्दैन? खाइसकिहाल्यो, अब यति नखाने के हुन्न, जानु। यति नखाएर केही हुन्न, जानु।